आज चाहिँ ठ्याक्कै हामी बुढा सुब्बा मन्दिर घुम्न आउँदा चाहिँ हाम्रो दाजु गङ्गा प्रधान दाजुलाई चाहिँ भेटेको छु है। नमस्कार। नमस्कार दाजु, केही भनिदिनु त तपाईँको त्यो पहिला गीत छ नि के छप्पनीले छान छान डबाकीले हाल भन्ने दाजु, त्यो गीत त साह्रै नाच्यो नि त हामी। मेरा डाँडा काँडा छप्पनीले छान छान डबकीले डबकीको निगारले पार्यो मलाई जाम भन्ने गीत नि दाजु। यो खाने पिउने नगरी रमाइलो हुँदैन, रमाइलो हुँदैन। खाने पिउने गरिसकेर उत्ताउलो कुलफट्याङ मजाक भन्दा एउटा सभ्यता पुराणको सभ्यता रमाइलो भाकाहरू होइन सबैहरू भएकोले सम्पूर्ण नेपाली दाजुहरूले मन पराइदिनु। अन्त तपाईँले त्यो अब तपाईँलाई त नेपालको बब मार्ली भनेर चिन्छ नि त, हो कि होइन मान्छ? कान्तिपुरले नै देखेको थियो नि त। अन्त त्यो तपाईँको त्यो हाम्रो दार्जिलिङ सिक्किमको एउटा सिङ्गर छ नि, केसँग गीत गीत तपाईँले चोरेको गीत त्यो के भनेर त्यो गाएको विपुल छेत्रीले दाइको गीत चोरेको नि त। दाइले गाएको गीत के पो गीत त त्यो? कहाँमा काट्यो नि बेत ल विपुल छेत्री, तपाईँ यदि हेरिराख्नु भएको छ भने त्यो गीत चाहिँ पहिलो पटक हाम्रो गङ्गावर्धन दाइले स्टेजमा गाउनु भएको थियो। त्यतिखेर सुन्ने हामी नै थियौँ। त्यहाँदेखि पछि तपाईँले निकाल्नुभयो, तर गङ्गावर्धन दाइको गीतलाई मेन्सन दाइलाई मेन्सन मात्रै गरिदिएकोमा दाइ खुसी हुनुहुन्थ्यो है। उसको त्यो कवि लेखक गायक सङ्गीतकारको मनै छैन र कथा कहानी लामो छ, लामो छोटकरीमा भन्दाखेरि त्यस तपाईँ गीत उसले गाइदियो र नसुतिकन गएको नसुतिकन दाइलाई मेन्सन मात्रै गरेर दाइको नाम मात्रै राखिदिएकोमा दाइ खुसी हेप्पी। म आज स्पेसली मैले चाहिँ बुढा सुब्बा मन्दिर घुम्नु आउँदा चाहिँ हाम्रो नेपालको बब मार्ली हाम्रो गङ्गावर्धन दाइलाई भेटेको थियो। धेरै धेरै खुसी लाग्यो है। मलाई पनि धेरै खुसी लाग्यो होइन। मलाई चिन्नुहुन्छ मेरो गीत तपाईँको गीत सुनेरै तपाईँको गीतमा नाचेरै हामी यतिको ठुलो भएको दाइ है। त्यो तपाईँको त झन् त्यो छप्पनीले छान्छ त भन्नै पर्दैन, अझै पनि हामी नाच्छौँ दाइ त्यो गीतमा। नाच्छ नि, अझै पनि नाच्छ, पाहाडतिर नाच्छौँ हामीले। अस्ति पाहाडतिर गएर तपाईँकै गाना हो त्यो छप्पनीले छान्छान, त्यो पाहाडको मेलामा त्यो अर्ग्यानिक होइन दाजु, अर्ग्यानिक गाना हो। त्यो कसरी लेख्नुभयो दाइ तपाईँले ठ्याक्कै चाहिँ? पाहाडमा जन्मेको मान्छे हजुर हजुर पाहाड छप्पनीले छान छान डबकीले हान डबकीको निगारले लाग्यो मलाई सबैको साझा शब्द हो, साझा शब्द हो। त्यसलाई मैले मिलाएर अरू शब्द चाहिँ मैले आफै लेखेको क्या। त्यो साथै बसौली साथै हँसौली दुई दिनको जिन्दगीमा सँगै बिताउने अब यी शब्दहरू कस्तो हुने कि मैले अब गफ गर्दै तपाईँलाई अनि हो त्यो गीत त अर्ग्यानिक गीत हो दाजु। गङ्गावर्धनको सबै अर्ग्यानिक हो दाइको गीतहरू आफैले भन्छ नहुने होइन हामीले भन्छौँ दाइ, त्यो त हामीले भन्छौँ कि हामी लिसनर हो नि त, हामी श्रोता हो। अब कति न्यू जेनेरेसन क्या बोर्डिङ स्कुल पढ्ने बिबिसी शब्द जहाँ कुरा गर्ने इङ्ग्लिसको म्युजिक सुन्ने त्यहाँबाट आई लभ यु सुन्थ्यो कि अरू केही अर्थ नपर्छ। अब त्यो तपाईँहरूको पालाको गीतहरू होइन हामीले सुनेको अर्ग्यानिक छ नि त, वरिपरि हाम्रो कल्चरसँग हाम्रो संस्कार संस्कृतिसँग हेरिएर छ नि त, हो कि न त? यो हाम्रो डाँडा काँडा बुझ्नेको लागि बुझ्नको लागि जब म पश्चिमतिर प्रोग्राममा जान्छु हजुर हजुर विदेशीहरूकै कलाकार ब्यान्ड मान्छेहरूको अगाडि विदेशीहरू हजुर हजुर नमस्कार गर्छ मलाई। हजुर हजुर किनभने उनीहरूले हावा बुझ्छ नि त, बुझ्छ। जति पनि आउँछ नि गङ्गावर्धनलाई रेस्पेक्ट नमस्कार डेफिनेटली तपाईँ भनेको अरूसँग चाहिँ मजाक हुन्छ मसँग हुँदैन। हजुर हजुर संसारको मान्छे आउँछ एप्रिसिएट गर्छु नेपालको वान पिस तपाईँलाई त नेपालको त बब मार्ली तर यहाँ विदेशीको नक्कल गरेर तमासा हो क्या भयो मार्दिनु अनि दाइ होइन तपाईँलाई स्पेसली अहिलेको जेनेरेसनले चिन्ला नचिन्ला त्यो आफ्नो अझै चिन्छ तपाईँलाई पाएको छैन। किन सुनाउँदैन भने खालि उसँग मजाक होइन भाडा किनेर सुनाउने नेपाली कलाकार भयो अहिले। अनि अब यही कुरो सक्यो भने डिस्काउने मस्काउने नक्कल पार्नु पर्ने
त्यो नाताले गङ्गा प्रधान त एभरेज जहिले पनि आफ्नो पोजिसनमा छ अनि जे पाए गर्न पाइने इङ्ग्लिस गीत गाउने इङ्ग्लिस गर्न पर्छ गङ्गा प्रधान त्यो होइन जेनेरेसनले मेरो गीत अलिक यो जेनेरेसन मेरो गीत मेरो भाषा छैन भने नि त्यो न त मस्तक हुन्छ सुन्न पाएको छैन ठिकै छ कि तपाईँको भतिजो रहेछ ऊ काका ऊ तपाईँको भतिजो ल दाजु नेपालको स्पेसली नेपालको हाम्रो बब मार्ली नेपालको बब मार्ली अमेरिकाको बब मार्ली अर्कै चिन्दैनौँ हामी तर हाम्रो नेपालको बब मार्ली भनेर चाहिँ उहाँ गङ्गा वर्धन दाईलाई चिन्छ उहाँको गीतहरू छप्पनीले छान छान अनि कहाँमा काट्यो बाँसको लौरी त्यो गानाहरू सुन्नुहोस् तपाईँ युट्युबमा गएर हेर्नुहोस् गङ्गा वर्धन दाईको गाना ल त दाजु ए तपाईँको चाहिँ बिग फ्यान हो हामी मारेको छैन